जेनजी शहीद शीर्षक छ। यहाँ म वाचन गर्न चाहन्छु, सुन्नुहोला तपाईहरू। म त शहीद भए बाबा, देश बनाउन, आमा हँसाउन निम्ति, नेपालीको इज्जत जोगाउन निम्ति, विदेशिएका नेपालीको स्वाभिमान बचाउन निम्ति। तर सकिन बाबा ती अपराधी नेताहरूलाई भगवान मानेर ढोग्न, उनी भिडसँग बाँच्न। हाने उनीहरूले ताकी ताकी छातीमा, टाउकामा, गोलीले छेदियो मेरो अङ्ग, मेरो सपना भयो भङ्ग। भोलि देशका नालायकहरूले भन्ने छन्, आतंककारी मारियो, आतंकवादी सिद्धियो। भोलि देशका नालायकहरूले भन्ने छन्, आतंककारी मर्यो, आतंकवादी सिद्धियो। तर बाबा इतिहासले जान्ने छन्, म अपराधी थिए कि प्रश्न गर्ने युवा। म बग्छु बाबा तपाईको आँखाबाट आँसु बनेर, म बग्नेछु बाबा तपाईको आँखाबाट आँसु बनेर। जब देश नबनेको देख्नुहुन्छ, जब देश रोएको देख्नुहुन्छ, त्यो आँसु पनि हाँसेर पिउनुहोला बाबा। किनकि त्यसमा मेरो विश्वास मिसिएको हुनेछ, मेरो अपुरो जवानी मिसिएको हुनेछ, मेरो अधुरो सपना मिसिएको हुनेछ, मैले बोल्न नपाएको सत्य मिसिएको हुनेछ। बाँकी रहेको मेरो जीवन हजुर नै जिउनुहोला बाबा, बाँकी रहेको मेरो जीवन हजुर नै जिउनुहोला बाबा। हजुर बाँचिरहनुहोला मेरो लागि होइन, यो देशको लागि, अब उठ्दै गरेको जेनजीका लागि। हामी मर्ने छैनौँ बाबा, हामी प्रश्न बन्नेछौँ। हामी मर्ने छैनौँ बाबा, हामी प्रश्न बन्नेछौँ। हामी आवाज बन्नेछौँ, हामी परिवर्तन बन्नेछौँ, हामी इतिहास बन्नेछौँ, हामी इतिहास बन्नेछौँ। धन्यवाद।